भाइ भन कति एक्साइटेड छौ भाइ तिमी आज? म एकदमै, तर म त्यस्तो कुदाउदिनँ, डर लाग्छ मलाई। हाम्रो बिहानको ट्र्याक छ कहाँको लुके क्या Hey, what's up and good morning everyone, and it's me Carlos Stone. अहिले वेलकम ब्याक छ हाम्रो फेरि च्यानलमा, हाम्रो स्टोन मम्स नेपालको च्यानलमा। अहिले हामी कहाँ छौँ भन्दाखेरि ग्राउन्डमा, ट्र्याकमा छौँ। ब्याक साइड तपाईँहरूले देखिरहनु भएको छ। अनि आज चाहिँ बिहान बिहान कार्लोस किन ग्राउन्डमा आइरहेको छन्। आज ग्राउन्डहरू हल्का अझै ट्र्याकहरू सफा गर्नुपर्ने छ होइन। अनि प्लस अब सफा गर्नुपर्छ हल्का म्यानेजमेन्ट होइन। तपाईँले आजको हाम्रो ट्र्याकको लुक्सहरू पनि देखाउने छु, किन अहिले नयाँ लेआउट फेरि निकालेको छ प्र्याक्टिस गर्नको लागि। तपाईँले देख्न सक्नुहुनेछ है टक सर र है अर्को चाइनिजसम्म टक्क बिगिनरहरूलाई त्योहरूलाई है त त्यस्तो छ। तपाईँहरू आउनु सक्नुहुन्छ, प्र्याक्टिस गर्नु होला। अनि सो अब आजको चाहिँ बिहान बिहान अनि किन आएको भन्दाखेरि बाइकहरू पनि बनाउनु पर्ने छ हाम्रो स्टन्ट क्लासको लागि। अब स्टन्ट क्लासको बाइकहरू आस्ते आस्ते अलिक बिग्रिरहेको थियो। त्यो स्टन्ट सिकाउँदा अलिक बाइक बेसी बिग्रिन्छ। अनि मलाई टेन्सन हुन्छ क्या, बाइक बिग्रेर तनाव हुन्छ होइन। किन बाइकै हो, बाइकै बिग्रेपछि बाइक कसरी सिक्नु त्यही हो। अनि फेरि कहिले के बिग्रिन्छ अनि माइन्ड आउट हुन्छ। फेरि हाम्रो रिन्यू गरेर फेरि हाम्रो क्लासहरू फेरि हाम्रो रिस्टार्ट गर्नेछौँ होइन। अब आज के हुन्छ कसो हुन्छ देखाउनेछौँ। प्लस तपाईँले यहाँ देखिहाल्नुभयो यो बाइकको हालत त्यस्तो छ अहिले। अब यसलाई फेरि स्मुथ बनाएर निकाल्नु पर्ने छ है। बाटो यहाँबाट हेरौँ न झन् ट्र्याक पुरै दाम देखिरहेको छ। अझ अब यो भित्तामा टायरहरू राखेपछि केटाहरूलाई सेफ्टी बढ्छ। अनि आजको डे चाहिँ नि हेर्नु न यस्तो अचम्म भइरहेको छ कि पानी पनि यस्तो जाडोले गर्दाखेरि पानी पनि अब पानी पनि परिरहेको छ तपाईँले देखिहाल्नुभयो। प्लस अनि एउटा कुरा भन्दै बिर्सेर आइसकेर भूकम्प आउँदाखेरि कसले थाहा पाउनु भएन है। मैले त थाहा पाएँ। अनि त्यही हिजोको भूकम्प चाहिँ अलिकति भयङ्करै थियो, अलिक डर लाग्दो नै थियो। जस ठिकै छ। ग्राउन्डमा फेरि यस्तो नटहरू खस्छ कहिले टिप्नुपर्छ, किनभने यहीँ केटाहरू परेर लड्न सक्छ होइन। किन भन्दाखेरि त्यही भएर अब लड्दाखेरि आफ्नो हात पनि पर्न सक्छ यस्तो कुराहरूले गर्दाखेरि। त्यही भएर ग्राउन्डमा केही आफूले लड्दाखेरि छ भने चाहिँ हटाइहालेको राम्रो, केटाहरूले पनि नोटिस गर्दा राम्रो। जस्तै फुटरेस कसको भएको छ अब कहिलेका लड्दाखेरि चाहिँ फुटरेसमा पर्न सक्छ, घाउ हुनसक्छ। त्यही भएर यस्तो ट्र्याकमा यस्तो हेर्नुपर्छ। यहाँ अर्को छ रहेछ त्यसरी त्यो क्लच जियो लिभरहरूको टाइट गर्ने हो, त्यो भाग फुटेको रहेछ। यस्तो हुन्छ ग्राउन्डमा। यस्तो सानो टुक्रा भयो भने त कबाडीले भन्दा धेरै जम्मा गर्छ क्या हो। आजको माहौल हेर्नु हाम्रो आले भाइ पुरै आज जोसमा छ। के छ अहिले के भन्नु छ भने भन्दै मौसमले च्यालेन्ज गरेको छ। गाइज अहिले चाहिँ नि अब जाडो थियो ओभर, हाम्रो ट्र्याक सफा गरेर हामी चाहिँ माथि आइसक्यौँ होमल्यान्डमा। त्यही अलिकति त्यहाँनिर त्यहाँ बिस्कुट र उखाइरहेको थियौँ, अति भोक लागिसकेको थियो। अझै केटाहरू मार्केट गइरहेको छ डेनी भाइ र सुबिसहरू। अनि त्यसपछि अहिले चाहिँ यहाँ पुरै आले भाइले टोस्ट बनाएर है प्लस तातो पानी फर्स्ट टोस्ट हाल्ने हो। अनि त्यसपछि आजको जाडोको दिन छ, आज के गर्ने भन्ने भइसक्यो। किन माहौलले जाडो भएर नि एकदम टेन्सन भइसक्यो। अब के गर्ने पहिला हेरौँ, पहिला केही खाऊँ होइन। अनि त्यसपछि फेरि के हुन्छ गर्नु। आजको ट्र्याक पुरै भाइ भन कति एक्साइटेड छौ भाइ तिमी आज? म एकदमै, तर म त्यस्तो कुदाउदिनँ, डर लाग्छ मलाई। भएको आउनु नकुदाउने रे तस्तै के हुइहाल्ने होइन। आउनु भयो पुरा हाल्दैछ यहाँ। सक्छु
हजुर भाइले अब निराग मामी मार्केट खाइदियो के डर लाग्यो भाइ लट डर लाग्यो भाइ लट हजुर भाइले आज फुल हिटमा भाइ कस्तो फिल आयो मजा आउँदो रहेछ मजा कपाल भाइको कुदेर त हामी रेडी खै अब भाइले फुल हिट हाल्दै भाइको ट्रेनिङ भइरहेको छ भाइको आज फर्स्ट डे अहिले भाइको पनि म इन्टरभ्यू लिनेछु है अब यहाँ चाहिँ हाम्रो वाक्कको फेरि आज इन्जिन झार्दैछ अरे खै आज अभिनव भाइ कहाँ गयो लुके क्या हो खै अभिनव कहाँ गयो लुके क्या अब तपाईँ होइन तपाईँलाई चाहिँ नि एउटा अब आजदेखि तपाईँलाई इन्टरनेसनल भन्दा नि माथिको लेभलको मोटोजिपी रेसर भनेर चिनेको छौँ हामीले होइन यो तपाईँले डुकाटीमै यस्तो गर्ने आँट चाहिँ कहाँबाट आयो तपाईँलाई यो आँट भनेको मनबाट आउँछ म चाहिँ पेको ब्यागनायाको भाइ अभिनव ब्यागनाया हो त्यही भएर मैले सजिलै गरी चलाएँ त्यो खासै गाह्रो लागेन मलाई अनि हजुर तपाईँको फिल एक्सपिरियन्स अरू यसो के तपाईँलाई आज के खुसी लाग्यो भाइ बनाउनु आज बिहान भर्खर म मार्केसको हेरेर आइरहेको थिएँ डुकाटी कहिले जिन्दगीमा चलाउने भनेर आज भाग्यले साथ दिएर मैले डुकाटी चलाएँ ल भयो भाइ के भन्नु छ आज बवाल हाने भाइ कसले हाने अभिनव भाइले भाइ त के आजबाट कस्तो इन्टरनेसनलले पनि सक्दैन उहाँको बेहोस भयो के हो उहाँको हामी चाहिँ हुइली नै हान्ने त अब हान्ने चिन्यो बना मडेली काम सक्नु पऱ्यो नि होइन हाम्रो अस्ति ग्यासकेटको लिक भएछ त्यो अलरेडी गाई त्यस्तै हो होइन अब ग्राउन्डमा एकछिन क्लास हुन्छ त्यसपछि फेरि जानेछौँ तपाईँहरू पनि आउनु होला है डुकाटी पनि हेरेँ कुदाएको सबै होइन वाक्कले हिँडिहाल्छु भनेको थियो भएन भाइले पनि फोटो अब अभिनव यहाँ आफ्नै ब्याक टु आफ्नो ओन बाइकमा हिट हानिरहेको छ है अनि यहाँ पछाडि मङ्गेस पनि छ केटाहरू पुरै हालिरहेको छ जोसमा बात अभिनवको यो होइन यो यस्तो दामी छ नि यस्तो फास्ट छ नि आमा त्यही हो प्र्याक्टिस गर्नुपर्छ प्र्याक्टिस गरेपछि केटाहरू रेस आउनु अगाडिदेखि नै यसरी मजाले प्र्याक्टिस गरिरहेछन् अनि पो रेसमा दामी डेभलपमेन्ट आउँछ जानु ल हेर्नु न है डर लाग्यो माई लट त्यस्तै छ मङ्गेस भाइ किन लुकिङ ग्लास पनि नखोलिकन हाने मङ्गेसले यार लुकिङ ग्लास नखोलिकन खोलेर त कहाँ हाने त अभिनव भाइ बस्यो त्यहाँ भाइ पनि छ अब यस्तै हो अब हामी खाजा खान जानुपर्ने छ ब्याग हामी फेरि ट्र्याक देखाउँ ट्र्याक हेरौँ
होइन भिडियोभरि ट्र्याक आउनु पऱ्यो क्या गाइस अहिलेको जोस छ तपाईँहरूलाई नि हेर्दाखेरि एक्सिलेटर बढाइरहँ भनेर काले भाइ पुरै हाँस्छ किन हाँस्छ ए केटीलाई हाँस्यो होइन चर्का हाँस्छ जस्तो भाइ त ओइ लन्ठु दबा यस्तै हो ल है त आज मौसम पनि एकदम चिसो चिसो छ केटाहरूको प्र्याक्टिस हाम्रो आज मोटो जिपी रेसर पनि त्यहाँ सल्लाह गरिरहेछ टक्कला दामी छ दामी ल सो गाइस त्यस्तै हो आज चाहिँ अब हामी लाग्नु पर्छ है सो अलराइट गाइस अब आजको दिन चाहिँ यस्तै भयो पानी पर्दा बल्ला जस्तो भयो हामी जान खासै कहीँ पनि गएनौँ पानी पर्दैन केटाहरूले एकछिन हाने हामी चाहिँ यहाँ चिया पान कार्यक्रम भइरहेको छ मङ्गेश भाइ आर्यन भाइ यहाँ छ फेरि मन्स्टर हुकमा यसलाई आजकल मन्स्टर हुक लगाएपछि पुरै रेसै भन्ठान चाहिँ के हो कहाँ पच हो त्यो भोलि चाहिन्छ नि भाइ तैँले ल्याइदिन्छ भनिरहेको छ अब यस्तै भयो गाइस आज चाहिँ अब भ्लगमा हेर्नुभयो होला होइन त्यो निरज भाइको खासमा हुडी हो होइन मन्स्टर मैले अनि त्यो मलाई मन पर्यो मैले भाइ यो लिउँ भनेर म पैसा दिन्छु भनेर दिएको थिएँ क्या ठिकै छ अब त्यस्तै गाइस आजको दिन चाहिँ यस्तै भयो होइन यहाँ मङ्गेशहरूले टाउको दुखेर यहाँ औषधि आइरहेको छ ए पेन किलर सिटामोल अब सिटामोल खाएर सब चाइड हो प्र्याक्टिस गर्ने अनि ल रेसको लागि अब के भन्नु छ त अब कति 2025 मा जित्यो भनेर बसिरहेको छु म त अब राम्रो छ प्र्याक्टिस गरिरहेको छ त्यही अनुसार है अब के गर्नु सिकबोर होइन इस्यु पिसी सब आउँछ स्पोन्सर गर्नु पर्यो मैले अब त्यो देखेर हेर्छु म तपाईको ड्रयरमै हालिराख्नु ल त्यहीँनिर राखिराख अब यस्तै हो गाइस अब आजको भ्लग चाहिँ हाम्रो यस्तै भयो अनि अभिनव भाइले बाइक साइक कुदायो होइन मलाई थाहा छैन नि त्यो अस्ति तैँले किनेको थियो होला हामी किना छैन अब यस्तै भयो गाइस अब यति भन्दै अब भोलि हामी नेक्स्ट भ्लगमा भेट्नेछौँ आजलाई हामी अब यति नै भने कि आजलाई हामी यति नै होइन भोलिबाट फेरि भेट्ने होइन त्यो पनि क्लिपहरू छ मसँग त्यो पनि राख्छु भोलि चाहिँ मङ्गेशको पूजा छ घरमा सो मङ्गेश भाइ चाहिँ भ्याउँदैन होइन मलाई सबै थाहा छ कि के छ कसो छ भनेर किन अगाडि अलिअलि दाइ भाउजू आउनु भएको छ उहाँहरू 1 महिना छोरी पति मङ्गेश दाइले अङ्कल भइसक्यो नि काका ए तेरीमा डाका भनेर यी गर्दा डाका भनेर ल यस्तै गाइस अब धेरै नबनाऊ बोल्यो भने बोलाइ हुन्छ केटाहरूको चिया सकिँदैन होला गफ सकिँदैन होला चिया सिद्धिन्छ अब यस्तै भयो अब सी यु अन नेक्स्ट ब्लग है त गाइस बाई बाई लाइक सब्सक्राइब चाहिँ हान्नु पऱ्यो क्या सबले माया देखाउनु पऱ्यो अझै अब यसरी कन्टिन्युटी मैले दिँदैछु होइन अब बाइक पनि मेरो इन्जिन बनाउँदैछ त्यो बनाउनलाई अलिकति मिलाउँदैछु म्यानेजमेन्ट त्यो बनेपछि फेरि हामी हिट हान्नेछौँ है त चाँडैन अनि हामी स्टन्टको नि केही इभेन्टहरू ल्याउँदैछौँ गाइस किप अपडेटमा बस्नु होला है त बाई बाई अहिले यति नै हामी बाई भन्दै हो बाई बाई ल बाई 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 बाई